लाउटारो मार्टिनेज घाइते थियो, फुल्ली फिट पनि रहेनछ यो गेममा, पेन किलर खाएर खेलेको रे। डाक्टरले भनेकै थियो अगाडि नै कि म्याजिकली केही भयो भने मात्रै, नत्र लाउटारो फिट छैन भनेर। बार्सेलोनाको ट्रेबल क्वाड्रपल जित्ने सपना गयो यो सिजन। इन्टर मिलानलाई कसैले पनि एक्सपेक्ट गरेको थिएन क्या यस्तोसम्म गर्न सक्छ भनेर, किनभने बार्सासँगको सेमी फाइनल भन्दा अगाडि 3 म्याच लगातार हारेको थियो, 4वटा 5वटा म्याच भएको थियो नजितेको। तर फुटबलको इतिहासकै सबैभन्दा रोमाञ्चक सेमी फाइनल मध्येको एक दियो इन्टर मिलान भर्सेस बार्सेलोनाले। च्याम्पियन्स लिग सेमी फाइनलको इतिहासमै यो सेमी फाइनल जान्छ क्या। अब 100% सुनौलो अक्षरले लेखिन्छ, 100औं वर्षसम्म याद गर्छन् मान्छेहरूले यो सेमी फाइनललाई। त्यो लेभलको थियो, 2टा लेग गरेर 13 गोल्स टोटलमा। सेकेन्ड लेगको पनि लास्ट सेकेन्डसम्म पनि अलिक स्योर छैन कसले जित्छ भनेर। कमब्याक्स भइरहेछ, एउटाले लिड लिन्छ, अर्कोले कमब्याक गर्छ, त्यसपछि फेरि अर्कोले लिड लिन्छ। मोडर्न डे महाभारत भन्दा हुन्छ यसलाई। आजभन्दा 5000 वर्ष अगाडि महाभारतको महायुद्ध भएको थियो, जसमा लगभग 16-17 लाख मान्छे मरेका थिए। त्यत्रो धेरै क्याजुअल्टिजहरू थियो। यो बार्सा भर्सेस इन्टरको सेमी फाइनल पछि पनि क्याजुअल्टिजहरू त्यो भन्दा बढी छ नै, 16 लाख मात्र हैन। कसैको हार्ट ब्रेक भएको छ, कोही डिप्रेसनमा गएको छन्, त्यस्तो खाले कन्डिसन छ है यहाँ। किनभने सोशल मिडियाले पनि हाइप गरिरहेको थियो, सबैले हाइप गरिरहेको थियो बार्सालाई, त्यो सबैलाई थाहा छ ट्रेबल जित्छ, क्वाड्रपल जित्छ। हुन पनि हो, अब बबाले त खेलेको छ यो पुरा सिजन। ऊ अब यो टाइ हार्यो, सेमी फाइनलबाट आउट भयो र बार्साले खेल्न पनि त खतरा खेलेको हो नि त, तर हाइप पनि त्यही लेभलको थियो नि त। बार्सा फेभरेट थियो भनेर भनेको थिए। त्यो पोजिसनबाट झट्टै च्याम्पियन्स लिगबाट आउट हुँदाखेरि त हार्ट ब्रेक हुने भइगयो, डिप्रेसन हुने भइगयो। अब त्यो महाभारतको युद्धमा यत्रो मान्छे मरे, त्यो सबैको जिम्मेवारी भगवान कृष्णले लिए। अब यो च्याम्पियन्स लिगको सेमी फाइनल 2टा टाइ पछि यत्रो क्याजुअल्टिजहरू भयो, यत्रो हार्ट ब्रेक्सहरू भयो, यत्रो डिप्रेसनहरू भयो, यत्रो एन्जाइटीहरू क्रिएट भयो, यसको जिम्मेवारी कसले लिन्छ अब? ऐतिहासिक फुटबल म्याच, यो भन्दा राम्रो फुटबल म्याच कमै देख्न पाइन्छ। फुटबल म्याच मात्र हैन क्या, 2 लेगको कम्पिटिसनमा 2टै लेग 10मा 10 या 10मा 10 पनि कम हुन्छ जस्तो क्या। बार्सेलोना यति नजिक थियो क्या च्याम्पियन्स लिग फाइनलबाट। लमिन यामालले हान्यो त्यस्तो बबाल शट, पोलमा लाग्दियो। दिन बलियो छ भने नि त्यो गोल भइदिन्छ क्या। दिन बलियो थिएन, इन्टरकै दिन बलियो थियो, सक्यो। अब त्यसको एकैछिनमा बराबर गरिदियो, त्यसको एकैछिनमा विनिङ गोल हान्दियो इन्टरले, खलास। त्यो हो क्या लेभल च्याम्पियन्स लिगको मात्र भन्दिनँ, यो हाइएस्ट लेभलको कम्पिटिसन हुन्छ नि, केहीमा पनि हाइएस्ट लेभलको लेभल यही हो। मार्जिनै छैन भन्दा पनि हुन्छ क्या, मिस्टेकको पनि गुन्जाइस छैन, लकले पनि रोल खेल्छ, लेभल त्यस्तो हो। हद त्यो गोल मात्रै भएको भए 4-2 हुन्थ्यो, इन्टर मिलानले कमब्याक गर्ने मौकै पाउँदैन थियो। तर अहिले आएर इन्टर फाइनलमा छ। लास्टको 3 वर्षमा 2 चोटि फाइनल पुगिसक्यो है। डिजर्भ छ नि यिनीहरू। लास्ट सिजन पनि यिनीहरू बलियो नै थियो, त्यो एथलेटिकोसँग कसरी आउट भयो लास्ट सिजन। त्यो भन्दा अगाडिको सिजन जुन फाइनल खेलेको थियो म्यानचेस्टर सिटीसँग, कसलाई याद छ त्यो रिकल गर्दा हुन्छ। इन्टरले राम्रो खेलेको थियो क्या त्यो गेम, त्यस्तो लेभलमा खेलेको थियो त्यहाँ पनि। लाउटारो मार्टिनेज रोको मलाई अहिले पनि याद छ। अब फेरि आएको छन् यिनीहरू, के गर्छन् अब हेरौँ है। डिजर्भ छ इन्टरले जुन तरिकाले फुटबल खेल्यो नि, अनि जुन तरिकाले खर्च गरेछ, जस्तो खालको टिम छ, फुल्ली डिजर्भ छ। फुटबल एकै तरिकाले खेल्नुपर्छ भन्ने छैन, एट्याक भन्ने मात्रै हुँदैन, धेरै ट्याक्टिक्सहरू छन् फुटबलमा। अब इन्टर र बार्साको ट्याक्टिक्स हामीले देखिहाल्यौँ, एउटा अल्ट्रा एट्याक, एउटा डिफेन्सिभ फुटबल। इटालियन फुटबल भनौँ न, प्रपर इटालियन फुटबल, ब्रेक गर्न सकिँदैन। आफ्नो त्यही स्ट्रेन्थलाई युज गरेर इन्टरले बार्सालाई हराइदियो। म चाहिँ धन्यवाद भन्न चाहन्छु इन्टरलाई पनि, बार्सालाई पनि, हान्सी फ्लिकलाई पनि, इन्जागीलाई पनि। एक्स्ट्रा अर्डिनरी च्याम्पियन्स लिगको सेमी फाइनल दिएकोमा, एक्स्ट्रा अर्डिनरी फुटबल दिएकोमा। यस्तो इन्टरटेनमेन्ट यार, यादगार थियो क्या यो त, यादगार थियो। झन् त्यो गेम हेरिरहेको बेलाको त्यो इमोसनल उतार चढाव हुन्छ नि, एकैछिनमा हाई एकैछिनमा लो। हामीलाई यस्तो हुन्छ भने उनीहरूको लोकललाई कस्तो हुन्छ होला, त्यो प्लेयर्सहरूलाई कस्तो भएको होला, त्यो नर्भ कसरी ह्यान्डल गर्छन् यार यो प्लेयर्सहरूले, मान्नुपर्छ। फुटबललाई किन वर्ल्डको सबैभन्दा बेस्ट खेल भनिन्छ, खेलहरूको राजा किन हो फुटबल, यही कारणले हो। क्वाड्रपल जित्ने भनेर बार्सा हिँडिरहेको थियो, क्वाड्रपल गयो, ट्रेबल पनि गयो। अब मेजर 3टा ट्रफीबाट एउटा ट्रफी सकियो बार्साको। तर यहाँ निराश नभए हुन्छ बार्साको फ्यान्सहरू। मान्छेले पछाडि फर्केर हेर्दैन रे, पछाडि फर्केर इन सेन्स कि कहाँबाट आएको हो हामी भनेर। लास्ट सिजन कहाँ थियो बार्सा, त्योभन्दा अगाडिको सिजन कहाँ थियो बार्सा, त्योभन्दा अगाडिको सिजन कहाँ थियो बार्सा। रिसेन्ट हिस्ट्री हेर्ने हो भने च्याम्पियन्स लिगमा कस्तो गरिरहेको थियो बार्साले, यस्तो कसैले सपना देखाएको थियो रातारात बार्साको टिम चाहिँ यस्तो खतरा खेल्छ, त्यही पनि पैसै खर्च नगरिकन। कसैले सपना देखाएको थियो युरोपको सबैभन्दा खतरनाक, सबैभन्दा डरलाग्दो टिम मध्येको एक बनाइदियो एकै सिजनमा हान्सी फ्लिकले। एटलिस्ट हान्सी फ्लिक हुन्जेल बार्सा सधैँ यस्तै हो। अब हरेक वर्ष लालिगाको दावेदार, च्याम्पियन्स लिगको दावेदार। लास्ट सिजन थियो त थिएन नि, त्योभन्दा अगाडि थियो त थिएन नि, कुनै बेला युरोपा लिग पनि खेले हो किन बार्साले। अहिले आएर ट्रिबलको सपना देखिरहेछन् रातारात, भनेपछि त्यो लेभल कति माथि गएको छ त्यो पनि हेर्नुपर्छ। एउटा प्रोसेस हो यो। हान्सी फ्लिकले पनि भन्यो फर्स्ट सिजन हो भर्खर, नेक्स्ट सिजन झन् बलियो भएर आउँछ यिनीहरू। गेमको कुरा गर्यौँ यार, 13 गोल 2 लेगमा, त्यो पनि सेमी फाइनलमा। बार्साको हाइलाइनलाई कसरी एक्सपोज गरिदियो इन्टरले, फर्स्ट हाफमा स्पेसल्ली। ब्रेक गरेको गरे यार, 1-on-1 2v1
वर्तमान यस्तो भइरहेको थियो यार, रिस्की फुटबल खेल्छ हान्सी फ्लिकले बार्साले, रिजल्ट्स पनि आएको छ, तर त्यो सँगसँगै रिस्क पनि छ भन्ने कुरा यहाँबाट देखिन्छ। इन्टरले पर्फेक्टली एक्सप्लोइट गर्यो नि। फर्स्ट हाफमा त अरू एक गोल एक्स्ट्रा हुन सक्थ्यो इन्टरको, र सेकेन्ड हाफमा बार्साले पनि खत्रै कमब्याक गर्यो। अब खत्रै के भन्नु, झन्डै गेम जितेको होइन, इन्चेज अवे थियो गेम जित्नबाट। तर इन्टरको गोलकिपर यान सोमर, मार्टिनेजको याद आयो अर्जेन्टिनाको। मार्टिनेजले अर्जेन्टिनालाई कतिचोटि एज अ किपर सिंगल ह्यान्डेडली जिताएको छ। किपर पनि कति इम्पोर्टेन्ट हुन्छ भन्ने कुरा हो क्या। 7 वटा सेभ हान्यो, 3-4 वटा त म्याच सेभिङ सेभ यार। लमिन यामालको त्यो लास्टमा सेभ म्याच सेभिङै थियो, त्यो पनि त्यस्तो क्लच सेभ। त्यो एरिक गार्सियाको सेभ पोइन्ट ब्ल्याङ्क रेन्जबाट सेभ हान्थ्यो यार, 100% गोल हो त्यो, त्यस्तो सेभ हान्थ्यो। किपरले 3 गोल खाएर म्यान अफ द म्याच जितेको कसैले सुनेको छ? 3 गोल खाएर म्यान अफ द म्याच जित्यो भनेपछि कति इम्प्याक्टफुल थियो होला। आज त छिराउँदै सक्दैनौ है भन्ने जस्तो टाइपको, यु स्याल नट पास भनेर। अनि फेरि 5 मिलियन कि कतिमा किने हो, मात्रै त्यतिमा किनेको हो क्या। ओनाना बेच्यो 50 मिलियनमा, लगभग 5-6 मिलियनमा किने हो। ल हेर त, बिजनेस यसलाई भन्छ क्या, यसलाई बिजनेस भन्छ। फर्स्ट हाफमा 2-0 को लिड, सक्यो गेम जस्तो लागेको थियो। फर्स्ट लेगमा पनि यस्तै भएको थियो हुन त, फेरि पनि 2-0 डाउन। इन्टरलाई पनि मान्नै पर्छ है, गोल हान्दैन भन्थे, डिफेन्सिभ खेल्छ भन्थे, हान्दियो त। इन्टरलाई पनि दिनुपर्छ क्रेडिट, बार्सालाई पनि सँगसँगै दिनुपर्छ क्रेडिट, किनभने 2-2 गोल डाउन भएर मनोबल तल गरेनन् क्या यिनीहरूले। कमब्याक पनि कसरी गर्यो त, 3 हान्दियो, क्रेडिट दिनुपर्छ। गेम त्यसै एपिक भएको होइन क्या, यो गेम त्यसै महाभारत भएको होइन। यहाँ दुईटै टिमले तगडा लेभलमा खेल्यो क्या, मेन्टल्ली पनि फिजिकल्ली पनि, हरेक तरिकाले। एसआरबी करियरको पहिलो च्याम्पियन्स लिग गोल 37 वर्षको एजमा, 20 वर्षमा पहिलो गोल हानेको रे च्याम्पियन्स लिगमा। लेखेरै ल्याएको हुन्छ भनेको यही हो क्या। कस्तो बेलामा हान्यो त उसको पहिलो गोल पनि, कस्तो बेलामा उसको क्लब इन्टर नकआउट भइसकेको छ, 1-2 मिनेट बाँकी छ, त्यस्तोमा उसको पहिलो गोल आउँछ। के भन्ने, त्यो पनि बुढो छ, अब 1 वर्ष 2 वर्षमा त रिटायर हुन्छ। फुटबल यार, फुटबल सिनेमा हो क्या। प्लेयर्सहरूको पर्फर्मेन्सको कुरा गरौँ अलिकति, र पर्फर्मेन्सहरूको कुरा गर्दाखेरि सबसे पहिला लमिन यामालको कुरा गर्नै पर्छ। 17 वर्षको फुच्चे बार्साको मेन प्लेयर। मलाई मेसीको झझल्को आयो, उसको त्यो ड्रिब्लिङहरूले मात्र होइन, खेल्ने मात्र होइन क्या। बार्सामा मेसी खेल्दाखेरि सबै कुरा मेसी थ्रुबाट फ्लो हुन्थ्यो नि त। सबैले मेसीलाई पास दिन खोज्छन्, मेसीले नै केही गर्ला कि सबैले लमिन यामाललाई नै पास दिइरहेको थियो। यसले नि केही गरिहाल्छ कि, म्याजिक गरिहाल्छ कि, यत्रो जिम्मेवारी बोकेर खेलेको छ र पर्फर्मेन्स पनि फेरि त्यही लेभलको छ। उसले अब इन्टरको डिफेन्सलाई रुवाकै थियो भनौँ न, उसले हरेकचोटि बल भेट्दाखेरि केही न केही गर्छ कि, केही न केही गर्छ कि भन्ने नै थियो। 2 गोल जस्तो हान्दिन्थ्यो पनि, दिन बलियो भएको भए। यान सोमरले पनि खतरा खेल्यो, ग्रुपका एक्का भन्छ नि, केही लागेन भने लमिनले के गरिहाल्छ कि। यस्तो चाहिँ 17 वर्षको उमेरको केटाबाट अपेक्षा राखेको छ भनेपछि कुन लेभलमा छ क्या अहिले नै क्या लमिन यामाल। लाउटारो मार्टिनेज घाइते थियो, फुल्ली फिट पनि रहेनछ यो गेममा, पेन किलर खाएर खेलेको रे। डाक्टरले भनेकै थियो अगाडि नै कि म्याजिकली केही भयो भने मात्रै, नत्र लाउटारो फिट छैन भनेर। त्यही पनि खेल्यो मेन्टल्ली, मलाई खेल्नु छ जसरी पनि खेल्नु छ, क्याप्टेन हो इन्टरको, म लिड गर्छु। पहिला पनि हारेको छ हाम्रो टिमले च्याम्पियन्स लिग फाइनलमा, गोल पनि हान्यो, खतरा खेल्यो। क्रेडिट दिनै पर्छ, मान्छेको मेन्टालिटी भन्ने चाहिँ कति ठुलो कुरा हो भन्ने कुरा। इन्टरको किपर यान सोमरको त मैले कुरा गरिहालेँ, यो म्याचको हाइलाइट, यो म्याचको हिरो नै हुनै थियो, उसले नै म्याच सेभै गरिदियो, सबै कुरा उसले नै गरिदियो। बार्सेलोनाको रोनाल्डो अराउको बारेमा हान्सी फ्लिकलाई केही थाहा छ जुन हामीलाई थाहा छैन। हामीलाई भन्दा धेरै हान्सी फ्लिकलाई केही न केही चाहिँ थाहा छ, किनभने उसले हरेक दिन ट्रेनिङमा हेरेको छ। किन खेलाइरहेको छैन रोनाल्डो अराउलाई, किन स्टार्ट गरिरहेको छैन रोनाल्डो अराउले, कन्ट्र्याक्ट एक्सटेन्ड पनि गरेको छ, फिट भएर आएको पनि यत्रो टाइम भइसक्यो, त्यही पनि स्टार्ट गर्न पाउँदैन, त्यही पनि रेगुलर छैन, फेरि क्याप्टेन हो। यो गेममा हामीले देख्यौँ नि, 2 गोल त उसकै मिस्टेकले खायो, लास्टको गोल पनि उसकै मिस्टेक थियो, पुरै स्लो लेजी फुरामले पेल्दियो एकचोटि, अर्कोचोटि त अब एसआरबी यार डिफेन्डर छ यार, पछाडि बसिरहेछ हक गरेर। अनि सबहरू पनि अब हान्सी फ्लिकको सब्स्टिट्युसनको पनि कुराहरू गरिरहेछन्, लेभान्डोस्की किन ल्यायो लास्टमा यताउति, अब जितेको भए वा 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 भन्थे, हार्यो त्यस्तै भयो हो। अलिकति अब गेमलाई क्लोज गर्न खोज्नु पर्थ्यो, अब त्यो अहिले कुरा गरेर केही फाइदा छैन। अलिकति अब इन्जुरिजले धोका दिएको हो बार्सालाई, त्यो नकार्न मिल्दैन। बाल्डे छैन, लेभान्डोस्की पनि अब बेन्चमा थियो, घाइते थियो, कौन्डे छैन, इन्जुरिज पनि धेरै ठुलो फ्याक्टर हो क्या। अलिकति लकले पनि साथ दिनुपर्छ इन्जुरिजमा। स्टार्टिङ रेगुलर स्टार्टरको 3 जना नहुनु भनेको त अब कुनै पनि टिमलाई घाटा लाग्छ, त्यसमा 2टा फुलब्याक नहुनु भनेको म्यासिभ हो। एटाकिङ फुटबल खेल्ने टिमहरूको लागि फुलब्याक भनेको सबैभन्दा इम्पोर्टेन्ट, सबैभन्दा की प्लेयर्सहरू हो क्या। यिनीहरू नहुँदाखेरि अब डिफेन्सिभली अफेन्सिभली फरक पर्छ। अब बार्सा कस्तो हुन्थ्यो त्यो सब भएको भए, त्यो अब न्यारेटिभ हो एउटा, अब कुरा गरेर केही फाइदा छैन। अब एल क्लासिको आउँदैछ, यहाँ त अब दुखी भएर बस्ने कुरै छैन। यहाँ लालिगा दाउमा छ, भरे त्यो पनि हारेर यहाँ लालिगा जाला, 4 म्याच छ भनेपछि ऐतिहासिक सेमी फाइनल थियो, मजा आयो गाइज। नेक्स्ट भिडियोमा भेटौँला, बाई बाई।